हेलो सबैजनालाई नमस्ते, स्वागत छ तपाईहरुलाई यस युट्युब च्यानलमा। साथीहरु, आज हामी नेपाली सेनाले भर्खरै मात्रै सैन्य र विभिन्न फलोस पदहरुको दरखास्त आह्वान गरेको छ। भर्खरै मात्रै अस्ति मिति 2082 7 महिना 28 गतेको दिन यो सूचना प्रकाशित गरेको हो भने यो सम्बन्धी अब हामी जानकारी दिन गइरहेको छु। कहाँदेखि कति कोटा फर्म खुलेको छ र फर्म भर्नलाई के डकुमेन्ट चाहिन्छ, अन्य कागजपत्रहरु के चाहिन्छ र कसरी फर्म भर्ने भन्ने बारेमा तपाईहरुलाई जानकारी दिन गइरहेको छु। भिडियोलाई अन्तिमसम्म हेर्नु होला र यस च्यानललाई नयाँ हुनुहुन्छ भने साथीहरु कृपया सब्स्क्राइब गरिदिनु होला। म यस्तै नयाँ भिडियोहरु बनाउँदै जानेछु र लिखितमा पनि के कस्ता क्वेशनहरु सोध्छ भनेर पनि म पछिका दिनहरुमा भिडियो बनाउँदै जानेछु। सुरु गरौँ आजको भिडियो। नेपाल सेनाले रिक्त दरबन्दी पदका लागि विभिन्न सैन्य तथा विभिन्न फलोस पदका लागि फलोस पदहरुमा बकासी, सूचीकार, सरसफाई कर्मी, चर्मकर्मी, लोहाकर र केसकर्तकको लागि दरखास्त आह्वान गरेको छ। यो बकासी भनेको भान्सामा काम गर्ने हो, सूचीकार भनेको सिलाइ कटाइ सम्बन्धी हो भने सरसफाई कर्मी भनेको सरसफाई कर्मी भने बुझ्नुहुन्छ। चर्मकर्मी भनेको यो छाला जुत्ताहरु सम्बन्धी काम गर्ने, लोहार भनेको यो फलामहरु सम्बन्धी काम गर्ने र केसकर्तक भनेको कपाल काट्ने हो। यो सम्बन्धी भर्ना खुलेको छ। साथै सैन्य पदमा पनि सिपाहीमा पनि फर्म भर्न सक्नुहुन्छ तपाईहरुले। सिपाही भनेको पहिला सैन्य हुन्छ हाम्रो। फर्म भर्न सकिन्छ भने फर्म भर्दाखेरि रु 10 को हुलाक टिकट फर्ममा टाँसेर फर्म भर्नुपर्ने हुन्छ। र सैन्य पदको कुरा गरौँ, हाम्रो सैन्य पद कुन ठाउँमा कति कोटा खुलेको छ भनेर म सरस्वती जानकारी गराउन गएको छु। भिडियोलाई अन्तिमसम्म हेर्नु होला। काठमाडौँ नारायणी ब्यारेकबाट 350 जना सबैभन्दा धेरै खुलेको छ। त्यसैगरी काभ्रे भकुण्डे बेसी 26 बाहिनी अड्डादेखि 75 जना, रणशेर गुल्म सुरु विनायक भक्तपुरदेखि 100 जना, इटहरी सुनसरी पूर्वी बिर्तानादेखि 200 जना, हिले ब्यारेक धनकुटाबाट 2 बाहिनी अड्डाबाट 75 जना, त्यसैगरी अरिदमनगढ झापा चारालीदेखि 100 जना, तकमै डाँडा ताप्लेजुङ दुर्गा दलगुल्मदेखि 50 जना, दिक्तेल खोटाङ रणभीम गणदेखि 75 जना, बर्दिवास मोहत्तरीदेखि पूर्वी पिर्तानादेखि 150 जना, चोखरबा सिराहादेखि 100 जना र त्यसैगरी कलैया ब्यारेक रिपुमर्दन गणदेखि 100 जना, हेटौँडा मध्य पिर्तानादेखि 75 जना, धादिङ बैरेनी 6 बाहिनी अड्डादेखि 75 जना, नयाँ सबुजगढ चितवनदेखि 100 जना, विजयपुर ब्यारेक पश्चिम पिर्तानादेखि 175 जना, सेराडिल ब्यारेकदेखि 23 बाहिनी अड्डादेखि 75 जना, पश्चिम पिर्ताना हेक्वादेखि 300 जना, भरतपुर दाङ ज्वालादलदेखि 100 जना, सल्ले रुकुम पश्चिमदेखि 50 जना, सुर्खेत निमारी ब्यारेकदेखि 425 जना, सबैभन्दा धेरै भनेको सुर्खेतदेखि खुलेको छ साथीहरु। त्यसैगरी नेपालगञ्ज बाँकेदेखि 250 जना, देवीदल डाँडादेखि 75 जना, त्यसैगरी ब्यारेक कैलालदेखि 250 जना र कञ्चनपुर 25 बाहिनी अड्डादेखि 150 जना खुलेको छ। त्यसैगरी दिपायल डोटीदेखि 75 जना, मङ्गलसेन अछाम गोरखपुरदेखि 50 जना खुलेको छ। त्यो त भयो सैन्यको कुरा। अब हामी विभिन्न फलोस पदहरु जस्तो बकासी, सूचीकार, सरसफाई कर्मी, चकर्मी, लोहाकर, केसकर्तक कुनदेखि कति खुलेको छ भनेर जानकारी दिन गइरहेको छु। इन्द्र दल गुल्मदेखि 10 जना, जसमा बकासी 5 जना, सरसफाई कर्मी 5 जना र लोहाकर 5 जना। त्यसैगरी सिंहनाथ कमान्डो गणदेखि बकासी 8 जना, कपाल काट्ने 2 जना, त्यसैगरी बुटोलदेखि सूचीकार 2 जना, सरसफाई कर्मी 3 जना, जुत्ता सिलाउने 2 जना, केसकर्तक 2 जना, त्यसैगरी भुटु ब्यारेक मुगुदेखि बकासी 5 जना, सरसफाई कर्मी 3 जना, पानकोट ब्यारेक बजाङ शमशेर दलमुङदेखि बकासी 3 जना 5 जना, लोहाकर 2 जना, चर्मकर्मी 3 जना 2 जना, लोहाकर 3 जना गरेर जम्मा कोटा कति खुलेको छ यहाँ देखाइरहेको साथीहरु। यो तपाईहरुले आफैले हेर्नु होला, म यतिकैमा स्क्रिनशट गरेर हेर्नु होला। त्यसैगरी अब हामी फर्म कहाँदेखि भर्ने र तपाईहरुको उमेर कति चाहिन्छ, कति रुपैयाँ लाग्छ, कुन डकुमेन्टहरु चाहिन्छ भनेर जानकारी दिन गइरहेको छु। दरखास्त फर्म खुलेको मिति 28 गतेदेखि 8 महिना 27 गतेसम्म तपाईहरुले फर्म भर्न सक्नुहुनेछ। यो भनेको सिंगल दस्तुर हो। अब डबल दस्तुर भनेको डबल पैसा तिरेर 28 गतेदेखि 5 गतेसम्म भर्न सक्नुहुनेछ भने फर्म नेपालभरि तपाईले नजिक पर्ने हैन जुनसुकै ठाउँदेखि पनि फर्म भर्न सक्नुहुन्छ। यदि तपाईसँग नेपाली हो, तपाईसँग नेपाली नागरिकता छ भने तपाईले जुनसुकै ठाउँदेखि पनि फर्म भर्न सक्नुहुन्छ। भने फर्म भर्नको लागि यदि सैन्यको लागि 150 रुपैयाँ लाग्छ भने फलोसको लागि 100 रुपैयाँ लाग्छ। त्यसैगरी यदि तपाईहरु खुल्ला बाहेकको आदिवासी जनजाति, दलित, मधेसी
कोटादेखि फर्म भर्नुहुन्छ भने 150 प्लस 30 रुपियाँ एक्स्ट्रा लाग्छ प्रत्येक कोटामा 30 रुपियाँ बढी लाग्छ। सैन्य पदको लागि भने फलोस पदको लागि 20 रुपियाँ बढी लाग्छ। यदि तपाईँहरू फर्म भर्दै हुनुहुन्छ कुन ब्याङ्कमा जम्मा गर्ने भनेर जानकारी दिन गइरहेको छु। यो स्क्रिनसट गरेर राख्नु होला। तपाईँले यदि नारायणी भर्दाखेरि यो खाता नम्बरमा भर्नु होला, पैसा जम्मा गरेर आउनु होला नेपाल ब्याङ्क लिमिटेडको। त्यसै गरी यो सबै तपाईँहरूले आफैले पढेर कुन ठाउँदेखि फर्म भर्ने कुन खाता नम्बरमा जम्मा गर्नुपर्दो रहेछ पैसा यो स्क्रिनसट गरेर राख्नु होला। यो मैले सरसरी देखाइदिन्छु, स्क्रिनसट गरेर राख्नु होला। रणभूमिको अधिकृतमा सबैको छ यो सर, र यो स्क्रिनसट गरेर राख्नु होला। यो सैन्यको लागि हो भनेपछि अब यो स्क्रिनसट गरेर राख्नु होला। यो सैन्यको लागि हो। त्यसरी विभिन्न फलोस पदको लागि कहाँदेखि भर्ने र कुन खातामा जम्मा गर्ने। यो ब्याङ्क जुनसुकै तपाईँ यदि पूर्वको मान्छेले यो ब्याङ्कमा जम्मा गरेर पश्चिमदेखि फर्म भर्न मिल्छ, तर यो खाता नम्बरमा चाहिँ जम्मा गर्नुपर्ने हुन्छ। र अब हामी शैक्षिक योग्यता र अरू डकुमेन्टहरू के चाहिन्छन् भनेर जानकारी गराउन गइरहेको छौँ। सैन्य पदको लागि अनिवार्य 8 पास गरेको डकुमेन्ट हुन्छ चाहिन्छ। यदि तपाईँहरूसँग 8 पास गरेको छैन, तपाईँले +2 पास गर्नुभएको छ भने +2 पास गरेको डकुमेन्ट चाहिन्छ। एससी पास गरेको डकुमेन्ट चाहिन्छ। र 8 पासको डकुमेन्टको हकमा अनिवार्य जिपिए 2 जिपिए आउनुपर्छ भने सबै विषयमा D+ आएको हुनुपर्छ। एसएलसी पास गर्नुभएको छ भने अनिवार्य तपाईँहरूको जिपिए 2 र कुनै पनि विषयमा D+ भन्दा कम आएको हुनु हुँदैन। र फलोस पदको लागि तपाईँहरूलाई साधारण लेखपढ भन्छ। यदि तपाईँहरूसँग जति क्लास पढेको डकुमेन्ट छ त्यो डकुमेन्ट भए पुग्छ। तपाईँहरूसँग यति पढेको भन्ने चाहिँ हुँदैन। र तपाईँहरूको न्यूनतम योग्यता उचाइ 5 फिट 3 इन्ची पुरुषको लागि, महिलाको लागि 5 फिट 2 इन्ची, महिलाको लागि छाती फुलाउनु पर्दैन, ओजन 40 केजी र पुरुषको लागि 50 केजी। उमेर हदको कुरा गर्नु पर्दा सैन्य पदको लागि यदि तपाईँको जन्म मिति 2060 8 महिना 27 गतेदेखि 2064 8 महिना 27 गतेको बिचमा जन्मिनु भएको छ, तपाईँको जन्म मिति यो दुईटा नम्बरको बिचमा पर्छ भने तपाईँहरूले फर्म भर्न पाउनुहुन्छ। र सैन्यको लागि तपाईँहरू 18 वर्ष पुरा भएको र 26 वर्ष ननागेको हुनुपर्छ। तपाईँको उमेर जन्म मिति 2056 8 महिना 27 गतेदेखि 2064 8 महिना 27 गतेको बिचमा छ भने बिचमा पर्छ भने फर्म भर्न पाउनुहुन्छ। र दरखास्त फर्म भर्दा कुनै पनि केयरमेट गर्नु भएन है, सबै कुरा सिकाउँछ। तपाईँहरूले सम्पूर्ण प्रमाणपत्रहरू के चाहिन्छ, सम्पूर्ण प्रमाणपत्रहरूको नक्कली भनेको फोटोकपी पनि र ओरिजिनल पनि लगेर जानुपर्छ। नेपाल नागरिकताको प्रमाणपत्र र सम्पूर्ण एजुकेसन भनेको मार्कसिट सर्टिफिकेटको प्रमाणपत्र। त्यसै गरी तपाईँहरू दलित जनजातिबाट फर्म भर्दै हुनुहुन्छ भने ओडाले बनाइदिएको हुन्छ यो सिफारिस, त्यो लिएर जानुपर्छ। र तपाईँले पासपोर्ट साइजको फोटो 4वटा चाहिन्छ र 2x2 भनेको ठुलो फोटो हुन्छ, एउटा ठुलो फोटो चाहिन्छ। यो सबै 2x2 यो फोटो बनाइदिनु, एउटा 4वटा पासपोर्ट साइज बनाइदिनु भनेपछि यो साइबरहरूमा बनाइदिन्छ। र सम्पर्क मिति चाहिँ तपाईँले फर्म भरिसकेपछि सम्पर्क मिति भनेको कुन दिन तपाईँको बेरिङ पर्छ, कुन दिन रनिङ पर्छ भनेर जानकारी गराउने मिति भनेको यो हो। तपाईँहरूले माथि नम्बरमा कल गरेर कुन ब्यारेकदेखि फर्म भर्ने हो त्यो ब्यारेकमा कल गरेर बुझ्न सक्नुहुनेछ। कस्तो लाग्यो तपाईँहरूको भिडियो, च्यानललाई सब्सक्राइब गर्नु होला। र मैले लिखितको पनि भिडियोहरू बनाउँदै जानेछु, कमेन्ट गर्नु होला। धन्यवाद।